110 नै थियो त्यो जाम अलिकति के भएर कस्तो वेदर आज ठिक भएन रहेछ ढुसी लाग्यो जस्तो तुवान लागेको छ आजको हाम्रो यात्रा चाहिँ लेक ओबेरन त्यसपछि मेफिल गार्डन र अन्तमा पार्थस हुनेछ इन्जोय गाइस बीचमा कता बस्ने हो कि त्यही भएर मैले भनेको उल्टो राख्नुपर्छ उल्टो झन् साह्रै लाग्छ नि लाग्दैन त्यसले सुतिहाल्छ आउने पनि छोरा आर यु गुड मिस्टर मिन्चोङ कान्छी चाहिँ हामीले लेक ओबेरन खानिहाल्नु नि
पुग्दैनौ भइदेऊ खाना भोक लागेछ मेरो झोला कहाँ छ त्यहाँनिर भित्रपट्टि छ मलाई ड्राइभरै सिकिस् त भएर आयो ल के ठाउँ अरे यो ओबेरियन लेक ओबेरियन लेकमा हामी छौँ आँखा पुग्छ मिसेस रन्जना रोदन बिहान 5 बजी उठेर 7 बजी हिँडेको रन्जनाले ढिलो गरेर अनि यता हाम्रो साली नानी तपाईँ कहाँ आइपुग्नु भयो आज कहाँ छौँ हेर आउनु त हामी ओबेरोन भन्ने ठाउँमा छौँ ओके कस्तो जहाँ चाहिँ हामी क्याम्पिङ गर्ने सोच थियो हेरौँ के हुन्छ अनि कस्तो लागिरहेछ आज कान एकदम शान्त भएको छ होइन गाडीबाट गाडीको टाढा टुटीबाट मिस्टर मिन्चङ छोरा बाबा सेवा गर सेवा छोरा सेवा सेवा गर्दौ कहाँ बसेको हो सेवा गर भनेको त कहाँ धुलोमा सेवा सेवा गलेको हो सेवा बाबा यहाँ काँडा छ नि काँडा छ गच्चा ल दिदीको पालो ल आज हामी घुमफिरमा आएको छौँ एकदम रमाइलो छ ड्राइभिङ कस्तो भयो एकदम दामी बाटो घुमाउरो रहेछ मातेन होला मातेन गाडीले त ओके ठिक छ यहाँ एकदम फ्रेस हावा लेकको बाटो रहेछ लेकको एकदम रमाइलो यहाँनिर अरू पनि छन् कहाँ त्यहाँ बसेको ड्याममै छ नि थाहा छैन ऊ तल जाऊँ न त गाडी फेरि त्यहाँ पार्क गर्नु हुन्छ मिल्दैन त्यहाँ के लेखिरहेछ गाडी त त्यहीँ छोड्ने नि त्यहाँ के लेखिरहेछ हामी चाहिँ ओबेरोन लेकमा छौँ अहिले न्यू साउथ वेल्सदेखि सिडनीदेखि करिब 150 किलोमिटर पर के पाक्दैछ आज ज्वाइँ साहब आज के पाकिरहेछ ससेज पाक्दैछ ससेज सानो गरेको सानो गरेछ छ हो यस्तो भित्र कतै भएर म यसको लागि लिएर आउनु आँटेको यो यसो यो तताउनु किनभने यो तात्यो कि अनि सानो गरेमा यतापट्टि यो तताउँदै खनाइ आउनु न खनाएर यसमा के फर्क पकाउँछ यहाँनिर बिन पिक्स यहाँनिर
छोरा के गरेको रोदन के गरेको रोदन छोरा यस मिन्छौँ यता के गरेको त्यस्तो माटो के माटो कसले खन्छ छोरा माटो कसले खन्छ डोजरले ढुङ्गा कसले बोक्छ छोरा ढुङ्गा कसले बोक्छ छिटो छिटो न ढुङ्गा कसले बोक्छ छोरा त्यही त ढुङ्गा कसले बोक्छ पाइप कसले बोक्छ छोरा पाइप कसले बोक्छ ज्ञानी पाइप कसले बोक्छ पाइप कसले बोक्छ हो छोरा लिन्छौँ पाइप कसले बोक्छ भनेको ढुङ्गा हो ढुङ्गा कसले बोक्छ के खनेको छोराले यता हेर त बाबालाई हेरेर वाउ के खनेको अरे ज्ञानी छोरा के खनेको अरे यता हो छोरा हेर्दै बाबालाई हेर्ने एकचोटि छोरा बाबालाई हेर्ने एकचोटि छिटो वाउ गुड कहाँ लाने त्यो माटो खनेर माटो लगेर कहाँ जाने ल फोटो खिचौँ है ओबेरन लेकमा आज हामी ड्राई पिकनिक जस्तो भइरहेछ मान्छेहरू चाहिँ हाम्रो यता हो चम्चा छ कि छैन चम्चा यो हाम्रो ओबेरन लेक चाहिँ सिडनीबाट 150 किलोमिटर पर ल फजाको लन्च सुरु भयो कुन ग्रुप भयो एकैचोटि हो कुन ग्रुप भयो म त चिनिनँ हजुर पोच्दिनु हुँदैछ कि मोरङ्गे झापाले के छ त ल खाएर सफा गरेर अब हिँड्ने बेला भयो प्याकिङ स्याकिङ भयो अब यसलाई चाहिँ बाई बाई गर्ने बेला भयो त्यहाँनेरि चाहिँ हाँस पनि रहेछ स्विमिङ गरिरहेछ यहाँभित्र सक्यो होइन ल मेफिल गार्डन आइपुगे जस्तो छ यतै हो कि कता हो मिटर उतै देखाइरहेछ उता चाहिँ होला उतापट्टि चाहिँ होला जस्तो छ हजुर उतै गेट होला मेफिलको त्यही भित्रै होला 300 किलोमिटर 300 मिटर उता टाढो देखाइरहेको थियो त अघि लोकेसन यी देखाएको खासरी हैन त्यसले भरि यो होइन यतापट्टि भन्यो भने चाहिँ उसले
महफिल गार्डन आइपुग्यो र अलिकति तल चाहिँ अलमल पर्यो थोरै त्यहाँको बनावटहरू हेर्दा चाहिँ तलै जस्तो लागेको थियो तर अलिकति अगाडि यहाँ चाहिँ रहेछ यसको मेन इन्ट्रान्स ल अघि बढाउँ अब अगाडि पनि छ त त्यहाँनिर जोइको साइडमा भित्र होइन रुखमा यहाँ शीतलमा राख्नु भनेर घाम कताबाट आउँदैछ उताबाट आउँदो रहेछ जोइकै छेउमा भने शीतल उपल्लो रुखमा राखिदिन्छु ल महफिल गार्डनको भिजिट आज हाम्रो भइरहेछ सबभन्दा अगाडि बाटो देखाउने हाम्रो ठुलो मान्छे छ यहाँ जम ल जम जम कता जम कहाँ हो के हो त्यो हातमा के बोकेको छोराले ल वेलकम छ महफिल गार्डनमा के चाहियो तपाईहरुलाई सुविधाहरू के छ छोरा यता यो मौसम अर्कै महिनामा छोरा यता हो छोरा नटिप्न धेरै महफिल गार्डनको ल गार्डन सुरु भयो हैन राम्रो रहेछ जस गुङमाची ओडा खानु बडे खानु अनका बाबारी फुड गुङमाची मोडा यहाँ रहेछ
स्कीको फल होला यस्तो मेफिल गार्डनको टिकट काउन्टर यता छ टिकट चाहिँ तपाईँको यस्तो छ ल है साथीहरू मेफिल गार्डनको इन्ट्री भयो अब ल सबैलाई स्वागत छ जय साहब ल वेलकम छोरा ल छोराले बाटो देखाउने आज ल ल मेफिल गार्डनमा हामी इन्ट्री भयो रङ्गी चङ्गी बोट बिरुवाहरू छ यसमा हिँड्ने बाटो चाहिँ गजबै बनाएर चाहिँ मलाई चाहिँ मन पर्यो साह्रै यो चाहिँ नेपालमा पाउने एकदमै नराम्रो वनस्पतिमा पर्छ ल गार्डन छिर्यो बाटो जङ्गलदेखि हामी गयौँ पानी पनि पर्ला जस्तो छ हाम्रो टिम अगाडि बढिरहेछ सबैजना एकदम हाँसमुख मोडमा छिर्नु पर्यो नि नाइट टाइममा चाहिँ ठिक होला जस्तो छ बत्तीहरू रहेछ नाइट टाइममा चाहिँ बत्तीहरू रहेछ लिन्छौँ के गरेको हजुर आधी बिचबाट फर्काउनु न आएन भने छोरा छिटो आइज मजाले हिँड्छ छोरा किन घुमाएको खुट्टा मजा आएर छ त बाल्लोमा कुछ भन्नु ल सुरु भयो है मेफिल गार्डन छोरा हामी हिँड्दै गरौँ हामी हिँड्दै गर्छौँ यहाँनिर बाटोमा खिचौँ ल अझै बाँकी छ अझै छोरा हिँड्ने आफै हिँड्ने ल आफै त्यहाँ फोटो खिच्दैछ फुलहरू हेर्न छोरा लु काकासँग हिँड काकासँग हिँड्नु छोरा ल है ल
हे तेरी यो त एकदम रुखो ठाउँमा हुने हो नि त यो बिरुवाहरू त हो यो आएको ठाउँमा चाहिँ हाम्रो चाहिँ खोला खाल्सीतिर मात्र हुन्छ क्या यस्तो मारेर उ गऱ्यो भने मथे ससेर आउँदैन नि यसको हुनु मारेर यसको गन्धमा कि तर सेम पात जस्तै बनाउँछ यही रहेछ ल मेज यो ग्ल्याम्पिङ भनेको हामीले क्याम्पिङ गर्ने एरिया उतापट्टि ए हो पुखातिर जानु पर्यो यहाँपट्टि वाटर गार्डन यता यहाँ पनि पैसा तिर्नु ग्ल्याम्पिङ भनेको तपाईँको त अनि बस्नुलाई पुखातिर बस्नु होइन अहिले घुम्नु अरू जानु पाइयो होला होइन त अरू जाने गएर आउने एक राउन्ड म्याप हेर्नु पर्थ्यो ल्याउँदैछ म्याप ल सिँढी यस्तो छ होइन बनाउनु चाहिँ राम्रै बनाएर रहेछ मान्छे छ यहाँनिर को बस्छ माथि ल यस्तो रहेछ यहाँ चाहिँ रेडिमेड होइन रेडिमेड क्याम्पिङको लागि जाने बस्ने ल यता हिँड्दै टोइलेट छ अरे यता यति मात्र रहेछ होइन लेट्स गो यतापट्टि क्ल्याम्पिङ टोइलेट ठिकै रहेछ सानो एरिया माउन्टेन हाइट छैन त्यस्तो साधारण हो रेडी हो रेडी चोरा आइज छिटो यो वाल चाहिँ मेहनत गरेर बनाएर छ ड्राई वाल ल साथीहरू यस्तै छ महफिल गार्डन आज भिजिटमा हो के गर्नु गाह्रो छ टिक्नुलाई 3.5 घन्टाको ट्रिप रहेछ यो पुरा गर्नु नसकिएला जस्तो छ आजको वेदर अलिक एकदमै हट छ सनी छ त्यही भएर एकदम जिउै अलिकति ऐसी लाग्दो भइरहेछ के गर्नु हो अगाडि चाहिँ के रहेछ हो सब आर्टिफिशियल हो यो पुलको डिजाइनिङ चाहिँ साह्रै राम्रो बनाएको छ माछा पनि रहेछ दिन्छ होला नि अन्त होइन यो पुलको डिजाइन चाहिँ साह्रै राम्रो बनाएको छ
ओल्डेस्ट कस्तो अनुभव भइरहेको छ त दिउँसो रमाइलो भयो रमाइलो होइन सानो सानो भुर्राहरू रहेछ माछाको भुर्राहरू पनि रहेछ गर्मी भन्यो त्यहाँनिर जाऊ मलाई गर्नु भएको छैन मिन्चोङलाई गर्नु भयो